त्यो मोबाइल दिनु त्यो मोबाइल दिनु यहाँ सुन्नु त बहिनी बहिनी माया गर्ने काजीले उहाँलाई लाने भन्छ त त्यो सौता सौता नदिनु दुख्छ नहिर्काउनु मोबाइल माग्दिनु न त तपाईहरुले यहाँ सुन्नु न तपाईँ माग्दिनु न म फेरि हात छोड्छु नि तपाईहरुले फेरि केही भन्नु पाउनु केही बोल्नु पाउनुहुँदैन नि कोही अहिले आउने को कसलाई फोन गर्नु अहिले मेरो बुढालाई भन्नु गरे ए श्रीमान आउने अरे ल छिटो बोलाउनु अनि त्यो भन्दा पनि त पछाडी दुईजना केटी त आउन जान गरे त लु यहाँ छिमेकी आफै बोल्छ यहाँ सुन्नु है हामीले यहाँ सुन्नु है हामीलाई पनि थाहा थिएन नयाँ मान्छे अब यहाँ आउन जाने क्रम जारी भइरहन्छ हामी पनि अब त्यति जान्दैनौँ आफ्नो व्यस्त हुन्छ काममा हैन अनि यी बुइनी भन्दा अगाडि यहाँ आए राति आए बसै आए अब को आए कोठामा कति बजी आए राति 8-9 बजेतिर आयो होला नि भाउजू अनि आए अब कोठामा बस्ने मान्छे आयो होला नि भन्यो हामीले यादै गरेर एकछिन ल एकछिन कोलाई को हो बोल्ने बुढाको नाम काजी हो को काजी नै हो बोल्ने आफ्नै सासूको बोयफ्रेन्डले आफ्नै बुहारीलाई मस्ती गर्दै गरेको घरमा भर्खर मात्रै आइपुगेका छौँ। हेर्नुहोस् यो दृश्यमा यो पुरानो घर देखिरहेको छ। यो पुरानो घरमा चाहिँ भाडामा राखेर चाहिँ आफ्नै सासूको बोयफ्रेन्डले आफ्नै बुहारीलाई चाहिँ यसरी मस्ती गरिरहेको सासूले भेटेपछि सासूको होस उड्यो। हेर्नुहोस् अब सासूले ती बोयफ्रेन्डसँग बिहे गर्छन् कि गर्दैनन् त। यहाँ बाहिर निस्कि फोन नगर फोन छ मान्छे चिनिसक्यो फोन फुटाइदिन्छु फेरि तपाईँ यहाँ नगराउनु कि तपाईँ यहाँ नगराउनु। तपाईँको बुहारी हो कि सुन्नु यहाँ हाम्रो कुरा तपाईँको बुहारी हो कि होइन? तपाईँ अहिले ठुलो कुरा गर्ने पनि होइन यहाँ तपाईँको बुहारी हो नि होइन? ओके हराएको थियो नि होइन? भेट्यो नि होइन? अब के छलफल गर्ने यहाँ गएर मजाले छलफल गर्ने। तपाईँको सासू हो कि होइन? तपाईँको सासू हो बहिनी? सासू हो कि होइन भन्नु न। तपाईहरुले किनेको रे फोन सुन्नुको लागि नखोज्नु न अहिले नखोज्नु न। एकछिन बहिनी बहिनी जसुकै किन्दैछ के खान्छ ए बहिनी नरिसाउने तपाईँ उसको बारे भने अपॉइन्टमेन्ट के छ यहाँ सुन्नु अपॉइन्टमेन्ट के छ उसको बारे भने पैसाको सामान हो यो सामान बुहारी के छ प्रमाण? बच्चा चाहिँ कहाँदेखि आयो? बच्चा अन्त बच्चा कहाँदेखि आयो? निकाल्नु पर्ने तँलाई बच्चा चाहिँ कतिसँग बिहे गरेको बच्चा पढाउनु निकाल्नु पर्ने तँलाई पढाउनु निकाल्नु एकछिन तपाईँ चुप लागि बस्नु पक्रेको त होइन यो तपाईँको नाति चाहिँ यहाँ सुन्नु न तपाईँलाई काजीलाई फोन गरेको न काजीको फोन निकाल्ने यो सामान कस्तो हो? त्यो नगर्नु एकछिन। त्यो सामान कसको थियो? यहाँ बहिनी यहाँ सुन्नु न आफ्नो मान्छे हराउँदा मेरो बुढाको पैसा निकाल होइन तिम्रो एकछिन बहिनी तपाईँ मेरो छोराको नानी हो। तपाईँ चाहिँ के थरी कहाँको म बागदासी बुहारी हो। यो सामान यो तपाईँको नातिनी नातिनी हो। तपाईँको आफ्नै नातिनी होइन? आफ्नै नातिनी। ओके तपाईँको अहिलेको श्रीमानको नाम के हो? बहिनी देवेन्द्र दाइहरू हो। होइन एकछिन अस्ति के अरे अस्ति हामीले पनि मिडियामा आएको कि यहाँ छ भनेर सुनेपछि हामी बुहारीको फोटोमा देखाइदिन्छु है प्रमाण छैन भने। होइन एकछिन यो नानी भइसकेपछि प्रमाण अरू भन्नु पर्दैन क्या अधिकार चाहिँदैन होइन? नानी छ नानी भने पनि म यहाँबाट जादिनँ त भनिसके त यहाँ सुन्नु न एकछिन न तपाईँ बहिनी तपाईँलाई यहाँदेखि जानै पर्छ कसैले भनेको छैन क्या तपाईँलाई यहीँ नबस उठ जाऊ हामी भन्दैन क्या तपाईँ बस्न सक्नुहुन्छ। तेरो को काजी तेरो को काजी काजी को तेरो उछालो पछाडिदिन्छु नि फेरि काजी चाहिँ को तेरो बुढा हो के अवस्था त मेरो बुढा नाले बुढा मेरो एकपल्ट सब मेरो पनि एकपल्ट अहिले मेरो बुढालाई भोइस पठाएर त के भोइस पठाएको भन्दा त्यो पक्नु ह तेरो बुढाको रहेछ भनेको त्यो भोइस के त्यो
बोला 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 न त भनिहाल्छु एकछिन यहाँ आउनु यहाँ फोन गर्नु भन्दा यहाँ आउनु कुरा भनिरहेछ यहाँ एकछिन फोनमा बोलाइन छिटो ए के अरे एकछिन फोन गर्नुभन्दा अगाडि एकछिन अब यो काजीको विषयमा कुरा होइन निकाल निकाल एकछिन फोन नगर्नु न एकछिन फोन यहाँ चाहियो पहिले निकाल 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 त्यो फोन मेरो पैसाले किन एकछिन ल्याउँछु एकछिन न त्यही काम भएको मेरो मेरो लोक तपाईँले आफ्नो नातिनी र बुहारी खोज्न आएको कि फोन खोज्न आएको बाइक फोन पनि चाहियो सबै थोक चाहियो दिन्छ अहिले फोन सोन म दिइहाल्छु नि हेर्नु यो सामान त मैले विदेशबाट एलटिजीमा हालेर पठाएको हो यो कुन सामान यो यिनीहरू सामानहरू सब मेरो सामानहरू काजीले यहाँ ल्याएर राखेको रहेछ काजी भन्ने चाहिँ को अरे काजीको मैले यहाँ राति आउँछ आउँदैन थियो आन्टी भन्नु त यस्तो भयो तपाईँले विदेशबाट ल्याएको सबै यो मैले ल्याएको सामान हो अनि विदेशबाट ल्याएको सामान त तपाईँको बुहारीको कोठामा आइपुगेछ त नि के खोज्नु भएको त्यहाँनिर के खोज्नु भएको छ आलु आलु लुकाएको छ भनेर के हो यहाँ सुन यो यस्तो भएको छ क्या काजी चाहिँ को हो काजी कुमार कुमारी तपाईँ भन्नुहुन्छ मेरो बुढा भन्नुहुन्छ मेरो बुढा भन्छ एकछिन अब एकछिन वर्ष भयो दाइ मैले योसँग रिलेसन गरेको उसको बुढिया र सासू होइन यहाँ हेर न फोन सासूको तँलाई यो फोन किनेर होइन म सासू हो म सासूको बोयफ्रेन्ड बुहारीले ल्याइदिएको हो क्या यो फोन ला त्यस्तो छ एकछिन के फोन दिनु यहाँ मलाई दिनु न ओहो, सबै छोरीबेटी बिगार्नै रहेछ त्यो मान्छे होइन यहाँ मलाई दिनु यो फोन तपाईँले यहाँ मलाई दिनु न एकछिन तपाईँ तपाईँ नअल्ली बस्नु न पैसाको फोन हो यहाँ बस एकछिन 10 लाख पैसा त मेरो हात तपाईँको मुना हो 10 लाख पैसा मुना मुना होइन मुना इन्डियामा छ दिदी भाइ छोरा छन् मुना ए तपाईँको बोयफ्रेन्ड धेरैजना चाहिँ के बोयफ्रेन्ड कतिजना छन् भने मलाई सोध्नु म देखाइदिन्छु होइन बोयफ्रेन्ड होइन उता चम्पापुरमा जानु बोयफ्रेन्ड छ ऊ के अरे आफ्नो अनि यहाँ सुन्नु न बोयफ्रेन्ड यहाँ सुन्नु बहिनी यहाँ सुन्नु त्यस्तो आवेशन आउनु यहाँ सुन्नु त्यो सासूको बोयफ्रेन्डसँग तिमी आएको ऊ बोलेको उसको सासूको बोयफ्रेन्डसँग एकछिन सासूको बोयफ्रेन्ड एकछिन सासूको बोयफ्रेन्ड बुहारीको बुढा अनि के सुन्दैछ यहाँ तिम्रो उसको छोरा चाहिँ खोइ त तिम्रो बुढा 6 वर्षको एलडी लससँग मलाई राखेको छ अहिले यहाँ हामीले बोलाउँछौँ र यो नानीको भाउ हेलो सिस्टर मेरो 10 लाख समथिङ 10 लाख पैसा उसकै नाममा छ सिस्टर काजीको काजी भने सत्य त्यही कुरामा कुमार हो कि के हो सिस्टर सिस्टर हेलो हेलो दिदी सोध्नु त अहिलेको कुरा हो कि होइन सोध्नु त बोयफ्रेन्ड बुहारीले सासूको बोयफ्रेन्ड उसको बोयफ्रेन्डसँग तिमी आएको एकछिन हल्ला नगर न के भन्छ कतिवटासँग यो बोयफ्रेन्ड छ कतिवटा अन्त यहाँ सुन्नु न उहाँले के भन्नुभएको छ अरे नि चाहिँ म सासू हो सासूको बोयफ्रेन्ड चाहिँ बुहारीले उडाइदियो भन्ने उहाँको कुरा छ म त मिडियामा तपाईँको यहाँ सुन्नु तपाईँ जब तपाईँ कोसँग आउनुभयो उहाँ चाहिँ पहिला चाहिँ सासूको बोयफ्रेन्ड थियो सासू त सबै त दुनियाँ केटासँग बोल्दैन त्यो तीन दिन तरिका त्यो काजी भन्ने त पनि त मुना भन्ने पनि रहेछ अस्ति एउटी काली केटी पनि राखेको तिमी आउनुभन्दा अगाडि के चाहिँ गर्छ त तिम्रो बुढा भएर म जहिले तिमीलाई सोध्थेँ खाली जान्छ आउँछ ड्युटी के छ भनेर तिमीलाई म कति सोध्थेँ प्रश्न बताउनु पर्छ त छिमेकीलाई काजी भन्ने चाहिँ यहीँ बस्थ्यो उनको बुढा हो आउँछ नि बेलुका यहाँ सुन्नु न सिस्टर सबैलाई सोध्नु छिमेकीले प्रश्न बताउनु पर्छ म त त्यही हो यहाँ सुन्नु देखेको हाम्रो नेपालमा कति घटना घटिरहेको छ त्यही कारणले भोलि भोलि मेरो छोरीलाई पनि घट्छ अनि म त सधैँ त्यति मात्रै भयो त हुन्छ नि त्यो केटा ज्यान पनि गइरहेछ मान्छेको बुढा हो भन्छन् यसको बाउ हो भन्छन् त्यो आउँछ तर केटा यो नानीको बाउ अर्कै छ अर्कै छ अब हो त चाहिँ म जान्दिनँ अघि बुझ्नु भयो नि कुरा सासूको बोयफ्रेन्ड बुहारीले उडाइदियो तर यिनले यो कुरा त केही नै हामीलाई भन्नु भन्नु पर्थ्यो नि तपाईँले होइन यो बोलेको त उही अब तपाईँहरू अब एकछिनको लागि तपाईँहरू कुनै मान्छेसँग बोल्नु भयो भने त रिलेक्सनको लागि बोल्नुहुन्छ तपाईँहरू भन्नु त आफै रिलेक्सनको यहाँ लागि सुन्नु न तपाईँको त्यो काजी भन्ने यहाँ सुन्नु न दिदी भनेर बोलिरहेछ त्यस्तो नाताले बोलेको काजी भन्ने यहाँ सुन्नु एकछिन बहिनी हो कि बहिनी 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 तर तिम्रो त्यो काजी भने पनि खत्तम हो नि बहिनी यो 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 तपाईँको सासूको सामान विदेशबाट आएको तपाईँको सासूको सामान तपाईँको रुममा चाहिँ कसरी आइपुग्यो त उसले नै ल्याएको कहिले कहाँबाट ल्याएको भन्नु भने पहाडबाट ल्याएको भनौँ काठमाडौँमा रिसिभ गर्न गएको थियो तपाईँको सासूलाई उनीहरू होटलमा एक दिन पनि बस्या हो काठमाडौँ गएको छ त यिनले धेरैचोटि भन्थिन् एकछिनमा मोबाइल दिन्न फोन एकछिनमा फोन गर्छु
म आफै फोन गर्छु तपाईँको काजीसँग नभेटी भएन अपराध छ भने पनि लुकाउनु हुँदैन अपराध छ भने लुकाउनु हुँदैन सत्य तथ्य अहिले निकाल्नु पर्छ बालनको सरकार आएको बेला पनि भएन भने यी कुरा दबेका हुन्छ आफ्नो सत्य कुरा ओकल उसले पनि सत्य कुरा ओकल्छ लास्टमा छानबिनमा कहाँ पुग्छ कुरो त्यो टुङ्गो मैले जानेको कसैको पनि जिन्दगी बर्बाद नहोस् क्या म त्यति भन्छु मेरो चिनो अब यस्तो हो सासु अघि आइसक्यो दिदी अब के अब हैन तपाईको सासु मेरो काट्नु ल मिल्दैन अब आइते सक्यो यहाँ पनि यहाँ खिच्नु तपाईँ खिच्नु यता खेल्नु अब त्यो यहाँ छलफलमा त आउनु पर्यो नि त यहाँ सुन्नुहोस् म के भन्न चाहन्छु भने भयो म के भन्न चाहन्छु भने एकजना कुखुराको चल्ला हो कि न कुखुराको चल्ला घरको हराउँदा त कहाँ गएछ मेरो चल्ला भन्ने खोजी हुन्छ मान्छे हराइरहेछ नि त यहाँ सुन्नु न सिस्टर मान्छे हराएको छ नि त हो कि होइन खोजी त गर्नु पर्यो नि त अनि 3-4 महिनासम्म यहीँ रहेछ आमामा काली केटी पनि लिएर आएको यहाँ सुन्नु है यहाँ सुन्नुहोस् मसँग छ त्यो जुन उहाँ चाहिँ बुहारी हात नहाल्नु है त्यो हात चाहिँ नहाल्नु होइन फोन होस् न होइन होस् तपाईँ किन एकछिन तपाईँ नगर्नु न यहाँनिर सासूको अनि सासू बुहारी कहिले सौता हुन्छ हुन्छ हुँदैन जानेको थिएन आजसम्म त सासू बुहारी कहिले सौता हुन्छ त्यस्तो यहाँ सुन्नु अहिले यहाँ बुहारी तपाईँहरू छिमेकी भएको नाताले म तपाईँलाई सुनाउनु गइरहेको छु है तपाईँहरू छिमेकी भएको नाताले चाहिँ सासू उहाँ हो होइन नातिनी यहाँ रहेछ नातिनी उहाँ छ तर सासूको बोयफ्रेन्ड रहेछ अहिले कुरा बुझ्दा उहाँले उडाइदिएको अनि तस्बिर आफै बोल्छ छिमेकी आफै बोल्छ लु बोल्नुहोस् एउटी बहिनी थिइन होइन ल हामीलाई नदेखाइदिनु होइन भन्नु भएको घटना घटेको घटना भन्नु भोलि यहाँ सुन्नुहोस् सजक हो गाउँ समाजमा होइन भोलि तपाईँहरूको नि घटना हुनसक्छ यस्तो होइन अहिलेसम्म त भएको छैन होइन अनि बस्ने अब कोठामा बस्ने भने हामी त बोल्यौँ पनि उता भाउजू र म त एक दिन त बहिनीसँग अनि हँसिली पऱ्यो कि बहिनी आइसेन कोठामा बस्ने पनि भनौँ भाउजू र मैले फेरि भोलिपल्ट हेर्दा ती बहिनी छैनन् यी बहिनी आएकी छिन् अनि हामीले भन्यौँ ल यहाँ त अर्कै बहिनी आएर थिइन् त तिमी फेरि अर्कै आयौ त भन्दाखेरि यी बहिनीले पनि अब जानेकी थिएनन् कि के थिइन् नजानेकै कुरा गरिन् होइन अनि हामीले अर्काको घरको कुरो के चियोचार्चा गर्नु उनीहरू बुढाबुढी मिलेर खाइरहेका छन् हामी बोल्नु पनि हुँदैन गाउँमा उनीहरूको नराम्रो होला भरे केही होला झगडा हुन्छ भनेर अब हामी त छोडिदिउँ त्यहाँदेखि बोलेको आँखा पनि थिएनौँ आजै हो म त आँखी भाउजू हामी आजै हो यहाँनिर आँखा भनेपछि त्यो जुन अहिले उहाँको श्रीमान भनौँ ले चाहिँ अरू केटीहरूमै लिएर आउँथिन् यहाँ अगाडि एउटी काली केटी आमामा कति वर्षको थिइन् त्यो 25 त हो धेरै बिहे गर्ने खालको रहेछ के हो तपाईलाई तँ मात्रै अनि 2-3 जना केटी त बिहान पुर्याउन लान्थ्यो को पाउन आएका हुन् कि के हुन् के जानु जुरुको उठ्छ हामीहरू अब यहाँ गाइला खोले अर्काको छोरीचेलीको जिन्दगीमा जीवनमा यस्तो खेलबाड गर्न पाइन्छ त अनि यी बहिनीलाई के गर्छन् बुढा भन्दा ड्राइभर गर्छन् अनि एजेन्ट गर्छन् भन्थिन् है यिनै बहिनी पनि कहिले ड्राइभर कहिले एजेन्ट भन्दैन हामीले यी बहिनीलाई कति खेर्यौँ तिम्रो घर कहाँ हो मूल घर कहाँ हो सास ससुरा कहाँ छन् छैनन् भनेर कति भन्दा यी बहिनीले पनि क्लियर चाहिँ भनिनन् है हामीलाई तर अझै तपाईँले यिनले चाहिँ क्लियर कुरा चाहिँ गर्दिन थिएन है हामीले कति सोध्यौँ सास ससुरा कहाँ छन् भरे केही भयो भने त सास ससुरा नै यसो बोलाइदिनुपर्छ यस्तो भन्दाखेरि मेरै बुढो हो यो त फोटोमा हेर्दाखेरि देखाउँदा यही मान्छेले ल्याएको हो भनिन् यही मान्छे हुन् भन्यौँ हामीले अब उहाँको बुढा अर्कै छ नानी हेर्नुहोस् कहाँ छ नानी उहाँलाई ती नानीको बुढो अर्कै छ यो अर्कै पटिको नानीले सासूको लपसँग उभायो बुझ्नुभयो सासूको लपसँग सासू बुहारी सौता भयो यहाँ अनि यी बहिनीले कस्तो नजाने त्यो दिन हामीले नि तपाईँलाई मोबाइल ल्यायौँ के गर्यौँ अनि नजाने जस्तो कुरो गरिन् सासू रुँदैछ कोसँग रुँदैछ सासू रुँदैछ हामीहरूको फोटो न सासू हेर्नुहोस् आज यहाँ बुहारीको रुवाबासी यहाँ छ भने सासूको रुवाबासी हेर्नुहोस् दर्शक पनि यति बेला चाहिँ
सासू बुहारी नै सौता भइसकेपछि यस्तो लफडा भन्दा पनि उहाँहरूको चल्यो रुवाबासी। हेर्नुहोस् यो समाजमा चाहिँ यसरी लुकेर बसेको रहेछ र जुन केटाको पनि धेरै गर्लफ्रेन्डहरू रहेछ, यहाँ नै धेरै गर्लफ्रेन्डहरू ल्याउने। तपाईँ पनि रुँदै हुनुहुन्छ अहिले तपाईँ पनि? होइन दाइ, अनि के हुँदैछ? होइन अब मलाई 6 वर्ष भइसक्यो उसले मलाई रिलेसनबाट राखेको। कसले रिलेसन? त्यस्तो हुँदा मलाई छोड्दा हुन्थ्यो। तपाईँको बुहारीको अहिले भनौँ नयाँ बुढाले तपाईँलाई राखेको कति वर्ष राख्यो? 6 वर्ष भइसक्यो उसको र मेरो रिलेसन सबै मैले सबै भइसक्यो। सबै यो गरेँ। तपाईँको शरीर सुम्पिदिनु भइसक्यो उहाँलाई? सबै शरीर मात्रै नलागेर त मेरो जिन्दगी नै उसकै थियो, उसको जिन्दगी म। अन्तिममा बुहारीले उडाइदियो? बुहारीले होइन, अब मलाई थाहा छैन। म अब अन्तिम लास्ट मेरो मर्ने अवस्थामा त्यो भयो कि। त्यस्तो नभन्नु। तपाईँलाई पहिला कसलाई फोन गर्नुभएको अहिले? उसले। ल हिँड्नुहोस्, अब तपाईँको छोरा कहाँ आउँदै हुनुहुन्छ? उनी छ माथि सुरुमा। कतिखेर आउने अरे यहाँनिर? खै छोराले लिएर जा बोलाउनु। ल त्यो अनि तपाईँको बोयफ्रेन्डले त तपाईँलाई मात्रै धोका दिएन रहेछ, तपाईँको बुहारीले मात्रै धोका दिएन रहेछ। काली परेको अर्को केटीहरू पनि आउँथ्यो भने धेरैजनाले केटीहरू लियो अरे त यहाँनिर, छिमेकीले भनेको। थाहा छैन। धेरै केटी खेलाउँदो रहेछ तपाईँको थाहा छैन। म त डुबेको छु नि त, त्यत्रो 10 लाख पैसा छ मेरो त खेला चाहिँ होइन। सबै यसैले खन्याएको रहेछ। त्यो सरसानो सबै मेरो पैसाको के दाइ? 10 लाख पैसा चाहिँ कसले? यहीसँग छ तपाईँको 10 लाख पैसा? तपाईँको 10 लाख पैसा पनि दिनुभयो, शरीर पनि दिनुभयो छुनको लागि तपाईँले, होइन बोयफ्रेन्डलाई? अन्तिममा बुहारीले होइन, बुढा हो नि उसले त। उसको बुढीहरूलाई सबैलाई थाहा छ क्या यो कुरा। तपाईँको बुढै हो, बोयफ्रेन्ड होइन? बुढै होइन, फोन गर। ल साउन्ड खोल्नु, साउन्ड अन गर्नु न। साउन्ड के खालको? तपाईँले फोन गर्दै होला। को उहाँ चाहिँ तपाईँको श्रीमान? यता खिच्दैन के चाहिँ हेरिरहेको छु यार। यहाँ फोन गरेको खोइ त नि। उता सासू एकतिर रुन्छन्, बुहारी एकतिर रुन्छन्। यहाँ सुन्नु न, उहाँले आरोप लगाएको साँच्चै सही हो कि के हो? तपाईँले लु भन्नुहोस्। उहाँले भन्नुहुन्छ त्यो मेरै बुढा हो, मेरै बुढा लगिदियो बुहारीले भन्छ। यो तपाईँ नडाँट्नु है मेरो बुढा भनेर। उहाँले होइन को अङ्गालोमा बसेको? कसलाई अङ्गालो? यहाँ सुन्नु त एकछिन, मैले कुरै बुझिनँ तपाईँको। यहाँ सुन्नु न, मैले कुरै बुझिनँ। तपाईँले अङ्गालोमा राख्नु भएको चाहिँ को? अङ्गालोमा राख्नु भएको चाहिँ को? तपाईँले 1-2 दिन राख्दैमा श्रीमान हुँदैन है? कहाँ गयो? 1-2 दिन मात्रै राखेको? 1-2 दिन मात्रै। उसले भन्छ उसले बुढी भन्दैन, दिदी भन्छ। बोलाउनु मलाई भन्नुहुन्छ बुढी। बिचरा उहाँको नि कुरा राख्नु दिनुपर्छ है। तिमीलाई म यसरी बिचल्ली पार्दिन। तिमी मेरो स्वास्नी हो, मैले ल्याएको। त्यसले त एकछिन फोनमा बोली भन्दा त्यो त मेरो दिदी पर्छ। तर मेरो बाबा मेरो आमासम्मको मान्छेलाई चाहिँ मैले कसरी बुढी भन्छु भनेर भन्नुहुन्छ। उसले 2 दिन मात्रै राखेको? उसले त्यसरी भन्नुहुन्छ। यो दुनियाँसँग फोनमा बोल्नेमा कतिवटा उसकै जेठाजुसँग फोनमा बोल्छ। जेठाजुसँग बोला नि त्यो मेरो बुढा हो भन्नु। उसले पनि 10 लाख रुपियाँ खाइदियो अरे दादा। खान्छ 10 लाख अनि यहाँ सुन्नु न, त्यो जुन तपाईँको अहिलेको छ नि बोयफ्रेन्ड भन्ने, यो अहिले तपाईँले राखिरहेको छ नि त्यो काजी भनेर त यहाँनिर काली कति भयो? एकछिन हो, यहाँ बसेको त थुप्रो भइसक्यो। तल राख्नु भएको थियो। यहाँ सुन्नु त्यो काजी भनेले त काली केटी पनि ल्याउँथ्यो अरे त। यो साँचो हो कि के हो? त्यो त विदेश जाने मान्छे ल्याएर राख्नु भएको। मान्छे नपुगेर मान्छे राखेर यहाँ राखिदिएर तल जानु भएको थियो। ऊ एजेन्ट पनि हो? खोइ एजेन्ट हो, मलाई थाहा भएन। अनि विदेश जाने मान्छे चाहिँ कसरी ल्यायो त यहाँनिर? त्यसो भने तपाईँको सासूले आरोप लगाउँदै हुनुहुन्छ? आरोप चाहिँ लगाएको, झुटो आरोप चाहिँ लगाएको। तपाईँहरूले एकछिन फोनमा बोल्दाखेरि मैले अब एकछिनको लागि अरूसँग मान्छेसँग फोनमा बोल्यो भने मेरो बुढा हो भन्दै त बाध्दै जानु, खोज्दै जानु। त्यस्तो पनि भन्नु भएन। कहाँ बोलाउनु त उहाँलाई? त्यस्तो पनि भन्नु भएन है? त्यस्तो पनि भन्नु भएन। मात्रै कुरा हुँदैन त।
दुई तर्फी हुन्छ अब दुई तर्फी कुरा राख्ने हो मेरो साथमा आएर बसिरहेछ मलाई नै हेरविचार गरिरहेछ मैसँग बसिरहेछ भने कि त्यसले 2 दिन आएर घर परिवार आमा बुवा दिदी बहिनी भाइ बिना सबैलाई थाहा छ तल घरमा 2 दिन राख्दैमा 2 दिनको माया मात्रै हुन्छ श्रीमान हुँदैन उहाँले श्रीमान भन्नुभएको छ बोलाउनु त पैसा खाएको छैन पैसा चाहिँ राखिदिएको छ अनि यहाँ सुन राखिदिएको छ निकालेर दिन्छु कान्छी आएपछि त्यसको पैसा निकालेर दिन्छु अनि राख्दा पनि उसको पहिलेको बुढाले नहेरेर अर्कोतिर पैला गर अनि बुढाले नहेरेर अनि मेरो बुढालाई ढाटेर छरेर नै गरेको छुइनँ भन्दै बोलिरहेको रहेछ तपाईको सासूले चाहिँ मात्र 2 दिन मात्रै राखेको 2 दिन मात्रै राखेको त जिन्दगीभरको लागि त होइन जिन्दगीभरको लागि जस 2 दिन तपाईको सासूले 2 दिन राख्नु भयो त्यसपछि पहिला तपाईले राख्नुभयो कि सासूले राख्यो पहिला बोल्नु त पहिलेदेखि नै बोल्थ्यो अरे तर ऊ त्यस्तो रिलेक्सनले बोल्थेन अरे रिलेक्सनले बोल्दैन मेरो बुढा चाहिँ त्यस्तो नबोल्ने ऊ मात्रै त्यस्तो टाइपले बोल्ने तर ऊ चाहिँ नबोल्नु अनि उसले भन्नुहुन्थ्यो दिदी हो तर त्यस्तो नाताले बोल्दिनँ म कान्छी पहिला चाहिँ नसोच भनेर भन्नुहुन्थ्यो मलाई नै पहिला चाहिँ जस सासूले 2 दिन राख्यो त्यसपछि 2 दिन राख्यो त्यसपछि तपाईले फकाउनु भयो कि उले फकायो कोही राति आगो बालेर यहाँ पोलेर खाने आउँथेर के अरे नाम उसको उहाँको भन्नु त कसको त्यो अहिले सासूले मेरो बुढा भन्नेको नाम के अरे सासूको छोरा चाहिँ खोइ त किन आउँदैछ ए त्यो कुरा पनि छ साथी तपाईको श्रीमान चाहिँ किन छोड्नु भएको नि सासूको छोरा चाहिँ किन छोड्नु भएको नि तिम्रो त मलाई अनाबाला केटी फकाएर ल्याए यिनीहरूले यसको यसले फकाएर ल्यायो कि मलाई म बे गर्दिनँ भनेको सानोमा घर यतिको बुहारी पाउनु त मेरो भाग्यमा मेरो पनि बाउ आमा त्यस्तै चल्ने भएको बाउ आमाले पनि बिचाल्नै पारे दाजुभाइ पनि कोही साथमा नभएपछि मैले बे गर्ने बाध्य भएँ बे गरेपछि त्यसको छोराले पनि पिरालो मलाई पिरिदियो खालि दिनरात अनि यसले पनि टोकासो दिन्थ्यो अनि अरे टोकासो भनेको किचिङ गर्ने फल्लासँग बुढी बोली तेरो बुढी ढिस्कासँग बोली जान आँटी भन्थे खालि उसको श्रीमानले चाहिँ के टचर दिलु भन्नुहोस् अनि खालि मलाई कुट्ने 12 बजी राति आउने केटी पुऱ्याउनु जाने केटी भेट्नु जाने बुहारी लिएर हिँड्ने सासूको छोराले कुट्यो पनि केले कुट्यो भन्न नबोली सुन्नु न केले कुट्यो कुट्थ्यो त्यसले पाए त्यसले कुट्थ्यो कति धेरै कुट्थ्यो नानी पेटमा हुँदा पनि कति कुटेको मलाई नानी सुत्केरी हुँदा त केटीसँग बोलेर केटी पुऱ्याउनु जान्थ्यो सुत्केरी धरि मैले मजाले उत्रिनु पाइनँ भएन अनि त्यही पिराले गर्दा मैले अनि तपाईले त्यहाँ त्यस्तो भयो भने हिँड्नुलाई गाउँलेदेखि लिएर त्यहाँ समाजहरू होला प्रशासन होला किन प्रशासनमा जानु भएन त जाँदा फेरि पनि यस्तोसँग मेरो मोबाइलले त भन्नु त अहिले तिमीहरूको झगडा पर्यो भने फुट्छ झगडा पर्दैन त्यो तपाईको त्यो उयोले पनि फोन गर्दै गर्नु काजीलाई फोन गर्नु गरेर के सुनाइसकेको छ मलाई बारम्बार भनिरहेको छ फोन गरेर यहाँबाट टचर दिँदो रहेछ नि कान्छी यसो भन्छ फोन गरेर मलाई तिम्रो बारेमा तिमीलाई कति कुरा भन्छ नराम्रो तर मैले नराम्रो कुरा सुनेको छुइनँ मेरो बुढी हो सुन्दा कति चित्त दुख्छ कति दुख भन्छ यसले भन्नुहुन्थ्यो मलाई खालि अब के हुन्छ त अब तपाईको सासूले पनि म लान्छु भन्छ अब बुहारीले म जादिनँ म मर्न तयार छु भने हैन यस्तो मतलब त्यो अहिलेको काजी छ नि सक्दिनँ यो काजी छ नि तपाईको सासूले म लान्छु भन्छ उसले भन्छ म त बिना बित्ताको केटी हेर्दिनँ म तिमीलाई जिन्दगीभरसम्म साथ दिन्छु भनिरहेछ म छोड्न पनि सक्दिनँ भनिरहेछ म छोड्दिनँ पनि काजीले उसको जेठी बुढीलाई पनि सबै थाहा छ मलाई माइती लिएर जाँदाखेरि पनि सबै थाहा छ अब यहाँ सुन्नुहोस् काजीले उसले त कान्छा बुढा छोडेर विदेश मात्रै गएको हो नि त विदेश जाँदैमा त बे गरेको हुँदैन नि त यो काली डडुई सासूले त्यसो नभन्नु भन्छ सासू डडुई नभन्नु कालो हुँदैमा आगो लिएर डढेको होइन नि त घामले डढेको होइन उसको छालै त्यस्तो जन्मिँदाखेरि त्यस्तो मान्छे त्यस्तै बेहोरा त देखाउनु हुँदैन नि त मान्छे अनुहारको बेहोरा देखाउनुहुन्छ त अब यहाँ सुन्नु न तपाईको सासूले पनि म अब यो गोरो छु मैले अब यस्तै बेहोरा देखाएर हिँड्नु मिल्दैन नि बेहोरा देखाउनु एउटासँग काबु भइसक्यो सोचेर बे गर्नु अब तपाईको सोचेर त बे गरेर आएर त दुःख त दिएको थिएन नि मलाई दुःख दिएको पनि छैन र अनि उसले दुःख पनि दिएको छैन अहिलेसम्म काजी हो लु बोलाउनु हेलो छिटो आउनु होइन कहाँ जानुभएको छ के
छोडे छिटो आउनु भन्नु यहाँ आउनु है यहाँनिर आउनु छिटो आउनुहुन्छ आउनुहुन्छ अनि यहाँ सुन्नु न अब सासूले भन्छ गल्ती त के यहाँ हुन्छ सुन्नु न मलाई काजीलाई अब काजीलाई सासूले भन्छ म लान्छु भन्छ दिने कि नदिने तपाईँ के कतिन्छ मेरो लोग्ने त 2 दिन फोनमा बोल्दैमा दिन्छ हावातालमा यता आउनु यहाँबाट तपाईँले 2 दिन मात्रै मेरो कान्छा अङ्कलसँग बेल तपाईँले 2 दिन मात्रै राख्नु भयो अरे यता आउनु तपाईँले 2 दिन मात्रै राख्नु भयो अरे काजीलाई उहाँले सधैँभरि राख्यो अरे तपाईँ 2 दिन मात्रै राखेको अरे कहाँ श्रीमान बनाएको अरे 2 दिन मात्रै काजीलाई कसले भनेको उहाँले भन्नुभएको यसले 2 दिन मात्रै बनाएको हो अहिले 2 दिन मात्रै बनाएको कि कति लु दिन भन्नु बनाएको काजीसँग तपाईँको रिलेसन कति वर्ष हो? 6 वर्ष भयो 6 वर्ष अनि अरु ठ्याक्कै छ अघि उसलाई भनिसकेको छ म जान्दिनँ लिएर जान्छु एकछिन काजी तिम्रो बुहारी हो हजुर तिमी सडक लिएर जाऊ त्यहाँ मेरो मिडियामा मेरो फोटोहरू ट्रान्सफर नगर गल्ती गरेपछि त अलिक कुरा हुन्छ। अहिले जेल पनि जानुपर्ने हुन्छ तिमी मेरो बुढी हो मुना र तिमी मेरो अब तपाईँको श्रीमान त जेल जान्छ यसरी यता सुन्नु न यहाँ सबैको तिमीले मेरो घर व्यवहार सब थामिदिएको छ व्यवहार सबै मिलाइदिएको छ यत्रो घर व्यवहार थामेको मान्छेलाई छोडेर म त्यसलाई स्वीकार्न सक्दिनँ उसले मिडियाको अगाडि बोल्नुपर्छ यो। सही कुरा कुरा बढाइ चढाइ गरेर बोल्छ हामी याद गरिराख्नु र त तपाईँ यहाँ अगाडि बोलाउ भने के गर्छ अरे कुरा बढाइ चढाइ गरेर बोल्छ थोरै कुरालाई पनि धेरै बनाउँछ याद गरिराख्नु अब तपाईँहरूले जसको यो कुरा पनि सुनिराख्नु अब जसको पनि श्रीमान उडाइदिँदा त अब अलिकति त बोल्छ त नि अब बोल्छ त कसरी श्रीमान भयो त मेरो कान्छा अङ्कलसँग बे गरेर गएपछि मेरो कान्छा अङ्कलसँग बे गरेर गरे काशी विदेश गएको मान्छेले कसरी श्रीमान भन्नु तपाईँको श्रीमान हो कि होइन उहाँको श्रीमान कति वर्ष बसेको सोध्नु हो भनिराखेको छु त तपाईँको श्रीमान हो होइन तपाईँको छोरा यही बसेर यहाँ यता बोल्नु यता बसेर बोल्नु तपाईँ यहाँ आउनु यता बसेर बोल्नु तपाईँको छोराले चाहिँ किन छोडो त तपाईँको छोरालाई छोरासँगै गरेर उठाउनु म त जाँदिनँ म त मर्न तयार छु बरु मर्दिन्छु म जाँदिनँ ए एकछिन एकछिन मर्नु त सकिँदैन म त मर्नु अहिले एकछिन हुन्छ एकछिन आखिरी बाबुलाई पनि साथ सपोर्ट गर्नु मान्छे हेरिराख्नु कसले फोन गर्दै काजीले फोन गरेको काजीले हो उठाउनु न सबैको अगाडि काजीले फोन गर्नु खोइ 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 म नबोल्नु ल या काजीसँग बोल्छन् अब कुनमा पैसा छ यता ल्याउनु न म आफै गर्छु यहीँ बसेर बोल्नु यहीँ बसेर बोल्दा हुन्छ यहाँ बोल्नु एकछिन तपाईँ चाहिँ बस्नु न हो काजीलाई चाहिँ ढोक्याउनु पर्छ काजी खराब यहाँ बस्नु उसलाई त एक रात कसैलाई छुन दिन्न फेरि म एकछिन सुन्नु न ठुलो भनौँ हेलो मिडिया सिडिया सबै लिएर जाऊ न कि सबै म छु कि तिमी जाऊ न कि म तिमीसँग सल्लाह गर्छु भाइलाई राख्छु सल्लाह गर्छु मैले अस्तिदेखि जाँदैन भनेको त म भनिरहेको छु क्या त्यो औडाबाजी नगर न म तिमीसँग सल्लाह गर्छु म अघि भनिरहेको छु काम सकेर आएर म तिमीसँग सल्लाह गर्छु मसँग सल्लाह गरेर के उसँग चाहिँ के गर्ने हो उसलाई चाहिँ के गर्ने हो तिमी मैले भने केही मान्दैनौ के निर्णय जे निस्किन्छ त्यही गर्ने हो नि कस्तो कुरा गर्ने निर्णय चाहिँ के निस्किन्छ भन्नु अब यस्तो नि त तिमीलाई मैले के भने तिमी मैले भने मान्छे मान्दैनौ भन्नु न मान्छेले मैले भने त सुनाए मैले भन्नु खोजेको होइन अहिले तिमी त पक्कासँग जाऊ मैले भरे बेलुकातिर काम सकेर आउँछु होइन भाइलाई नि बोलाऊ होइन सुरुङ आइसकेको